कति राम्रो हुने भाइ हन हावा पानी राम्रो भएर के तरकारी कति राम्रो यस्तै ठिकै ठिकै लय हुन्छ के यो त सानै हुन्छ लैसकेपछि नि ए हो त माथिपट्टि हेर न माथि छ के उ तिनीहरू के खै हो त्योबाट ठिक हुन्छ एउटा दुइटा भयो हुन्छ भाइ त्यो त ठुल्ठुलो भार माथि झुल्डेको यहाँ नि हेर न उ यहाँ नि यहाँमा उ यहाँ छ का यहाँ फर्सी हेर्छ त कति ठुलो यो सुन्तला के गर यो सुन्तला पाक्दा पहिले हुन्छ कति राम्रो नि अन्त म इस्कुस टिप्दिन्छु है अलिकति फर्सी टिप्दै के हुन्न के म भ्लग हालिदियो रमाइलो कति रमाइलो सब्सक्राइब गर्छ है मेरो च्यानल यो छिप्पी खाड भनेर छ सब्सक्राइब गर्छु त हाल चल देखा मैले सर्च गरिदिन्छु कहाँ जाने फर्सी हेरेर हिँड्ने ल उता फर्सी कस्तो छ आउ त हेर्न जाऊँ त फर्सी हेर्ने रे फर्सी कतिलो फल्सीलाई चाहिँ के हामी चाहिँ हिमालको भ्यू हेर्न आएको नानी हजुर भन्नु है फेरि धेरै फलेको हेर त ओरेन्ज देख्नु भयो ऊ त्यो मात्रै जान सक्छस् वा हिँड्न सक्दिनँ त्यहाँ घाम त मजा आएको न यहाँबाट पातमा राख्ने रे के पातमा उसलाई अमला पातमा राख्ने रे टिपी छौ उसलाई अलिकति टिपेर पातमा हालिदिने अरे नानी हामी कहाँ आएको एउटा यति पातमा खै खै थ्याङ्क यू भनेको अन्त छिटो खस्यो टिप खोज त्यहीँ खोज यहाँ चाहिँ हाम्रो मैयाले अमला टिप्दै होसिन्छ अब चाहिँ हामी फर्किन लागेको छोटो मिठो बसाइ पछि एकदमै रमाइलो भयो ती रमाइलो ठाउँ पनि आइयो ल अमला ल दिन्छु क्या दिन्छु ओहो ल एक साल अगाडि यो चाहिँ कटुस यहाँ चाहिँ मैयाहरूले झार्दै होइसिन्छ एउटा गाडी छ आछ खाली आ कटुस कता देखिन्छ यहाँबाट त नानी नुन गएछ सन्चै दाजु कता हो भेटिन्छ
नानी हेर त मेन्यु कार्डमा के छ स्टाइल त हजार त ल ठुलो नातिनीलाई नि हाम्रो नातिलाई नि चप्प लगाइदिने है हात कसरी थाप्ने हो टिकी लाउँदाखेरि हो सेप्पा ज्ञानी छन् होइन ज्ञानी छन् हाम्रो नातिनी ज्ञानी छन् अब लगाइदिइसकेपछि के गर्न पर्छ के गरे एकछिन पकाउन जुत्ता लाउन अब चप्पल त छैन हामी चाहिँ अब यहाँ मामा घर जाने ठुलो होला हो क्या ये को भइज कसँग भेट भयो सीता शर्माको कहाँ फेदमा अनि गीता शर्माको ऊ त्यहाँ तल हो के यो बडाले हो के रे परिबाट कि कहाँबाट हिँड्थ्यौ भने हामी यो चाहिँ सकरखण्डको बोट यही त थियो त अनि यता चाहिँ छोरी छन् तानी फेरि जान्थ्यौँ रो लौ कहाँ भन्देऊ आएको बेबी आई बेबी सेतो हुन्छ है छन् सानो बेबी होइन अन्त कुहिरो आएको भयो त अनि कुहिरो यतै आयो साँच्चै ल यहाँ चाहिँ ल सुने रहेछ है साथीहरू यो ठाउँको नाम चाहिँ ल सुने रहेछ यता माथि चाहिँ सबै कटुस नै कटुसको बोटाहरू छ हामीलाई श्रेयाले चाहिँ पछि तिहार पछि ल्याइदिन्छन् भन्दै बाच्चाका साथ हामी कटुसको बोटलाई यहीँ छोडेर जाँदैछौँ हामी चाहिँ यो बाहुन थान भन्ने ठाउँ रहेछ त्यहाँनिर आछौँ हाम्रो ठाउँ हामी चाहिँ माथि अझै माथि टपमा जाँदैछौँ कहाँ यो हामी चाहिँ हातबाट त्यो सेतोवाला यो बाट यहाँ आइसक्यौँ ल हेर्नुहोस् ए माथि चढे चाहिँ कौवै कौवा हुँदो रहेछ कौवै कौवा यहाँ माथि खसेर गएको उतै बाबा यता हेर्छु
कस्तो राम्रो देखिन्छ कति राम्रो देखियो ल हामी चाहिँ अब झर्न लाग्यो कस्तो राम्रो ठाउँ कस्तो राम्रो यो चाहिँ मैले दसैँमा पाएको दक्षिणा अहिलेको यहाँ चाहिँ हाम्रो ठुलोमा ओसिन्छ ठुलोमा है हामी चाहिँ आज चाहिँ हामी फेरि कृष्ण बुवाको घरमा खाना खान जाँदै बाटो खुलेको जानकारी भएको छ फेरि यहाँ खाना खाएर हामी चाहिँ आज घर फर्किने होइन त हो नि हिँड्नुहोस् चाहिँ हामी कहाँ आइसक्यो हामी दसैँको दिन हिँडेको हामी माथि पहाड घर डाँडाकोट त्यसपछि हामी तल आएर थुप्रै चाहिँ घरहरू थुप्रै आफन्तजनहरूसँग भेटघाट गरेर अनि फेरि निसर्गको मामा घर हुँदै थुप्रै ठाउँहरूमा चाहिँ यसपालिको दसैँ रमाइलो गरी मनाएर फाइनली आज 19 गते बाटो सञ्चालन छ भनिसकेपछि चाहिँ हामी फर्किँदैछौँ यतिन्जेल हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद फेरि पनि यस्तै छोटो मिठो ट्राभल ब्लगहरू चाहिँ ल्याउने नै छु यतिन्जेलको लागि थ्याङ्क यू भेरी मच फर वाचिङ किप लभिङ सब्सक्राइब गर्नु होला ओके बाई बाई